यो नेकपा एमाले निकट अनलाइन खबर जुन चाहिँ बसन्त बस्नेत छन् यिनीहरूले त पहिला कुलमानलाई देखिसकेनन् हैन। अहिले चाहिँ नेकपा माओवादीप्रति आम नेपाली जनताको आकर्षण बढ्दै जाँदाखेरि र सबै टुटेका फुटेका एकता हुँदै जाने एकदिक्क हुँदै गर्दाखेरि यिनीहरूले कमजोर कसरी बनाउने त भन्ने विषयमा चाहिँ निकै ठुलो एउटा मिडिया ट्रायल गरिरहेका छन्। जसरी अहिले तपाईको नयाँ शक्तिबाट आउँदै हुनुहुन्छ, नेकपा बहुमतबाट आउँदै हुनुहुन्छ, अर्को यता नेकपा समाजवादीबाट आउँदै हुनुहुन्छ। जसरी माओवादीप्रति अब एक भएर जानुपर्छ भन्ने जुन प्रकारको सन्देश जाँदैछ त्यसलाई कसरी चिर्ने त भरम कसरी छाड्ने त भन्ने चाहिँ उनीहरूले ठुलो प्रपञ्च रचिरहेछन्। त्यही प्रपञ्चको आजको त्यो एउटा ट्रायल हो के। हेर्नुहोस् यो जुन चाहिँ जनार्दनलाई चाहिँ प्रचण्डले पार्टी छाट्नु भन्नुभयो भनेर दुनियाँ एउटा तपाईको त्यो पश्चिम रुकुममा पूर्व रुकुममा उहाँले प्रचण्डले बादल तोपबहादुर तपाईको लेखराज भट्ट लगायतका नेताहरूलाई लक्षित गरेको भाषणलाई टोटमोट गरेर जनार्दन शर्मा र प्रचण्डसँग जोडेर जुन सर्वेक्षण गरेका छन् यो खेदजनक छ। यस्ता भरम यस्ता त्यो कुप्रचारको पछाडि आम तपाईको नेकपा माओवादी घटक तत्काली जनुकालकादेखि लिएर अहिलेका जुन पनि छौँ नपर्नु होला, सचेत रहनु होला। यी नेकपा एमालेका झोले चोर फटाहरू हुन् हैन। पहिला कुलमान